माई च्यानल हजुरलाई स्वागत छ। सीमा ब्लगमा म चाहिँ यतातिर घुम्न आएको छु। आज चाहिँ है झरना पनि छ दामी है। अनि यतातिर भाइहरू स्विमिङ गरिरहेछ। अनि यसरी है म पनि आएको गर्मी भएर स्विमिङ गर्नलाई। अनि म चाहिँ गरिसकेँ अनि म चाहिँ खेलिसकेँ। सो गाइजहरू अब हामी चाहिँ यहाँ खाजा लिएर आएको छौँ अनि खाजा खान लागेको। हाम्रो आजको खाजा चाहिँ यस्तो छ है दामी है। चौचौ र अन्डा अनि हो त्यो चिसो पनि यता राख्नु त। ल हेर्नुहोस् चिसो पनि छ है। अनि यो ब्याग चाहिँ हाम्रो त होइन हुनुहुन्छ नि त उता अस्ट्रेलिया अमेरिकातिर पनि हुनुहुन्छ हाम्रो मान्छेहरू। सो यो चाहिँ कहाँबाट पठाइदिनु भएको भान्जी? अमेरिकाको ब्याग। यो चाहिँ कसलाई मनपर्छ लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। अनि यो ब्याग मन परेको कमेन्ट गर्नु होला है। अनि यसरी अब चिसो ठाउँमा आए पनि होइन अब हल्का चिसो पिउनु त पर्यो नि त। सो स्विमिङ गर्दा गर्दा गलिसकेको छौँ है गाइजहरू। अनि त्यही भएर खाजा खाने क्रममा लागिरहेछौँ हामी है। भाइहरू पनि यता यहाँनिर आगो बालेर खसी बनाउँदै हुनुहुन्छ है। भाइको डान्स पनि कडा छ। ल गाइजहरू हामी चाहिँ अब खाजा खाने क्रममा जारी नै छौँ होइन। खाजा चाहिँ अब हामी चाहिँ यस्तो छ है खान्छौँ। ल गाइजहरू तपाईँहरू पनि आउनुहोस् चाहिँ हामीसँग खानाको लागि। हस् टाइम हस्। ल चाट्नुहोस् मजाले चाटी खानुहोस्। अब के गरौँ अप्ठ्यारो पऱ्यो त। चम्ची पनि फेरि यो कहाँदेखि ल्याइदिनु भएको भनौँ भने हाम्रो त मान्छेहरू कोही अस्ट्रेलिया अमेरिका हङकङ सिङ्गापुरतिर हुनुहुन्छ गाइजहरू है। अब काँटा पठाइदिनु भएको छ। सो गाइज म चाहिँ अब काँटा पुस्दैछु है। काँटा म पुस्तातिर लागिसक्यो अब गाइजहरू टाइम ल। मिठो पो रहेछ त। भान्जीहरूले बनाउनु भएको एकदम स्विट रहेछ। ल गाइजहरू आउनुहोस् खानु। तपाईँ कि भाइ घुमघुम बाँकी भिडियो त नेक्स्ट भिडियोमा देखाउनेछु गाइजहरू। आजलाई चाहिँ यति नै। अब बाँकी आज यता अर्को भिडियोमा देखाउँछु फेरि पनि आउनु अलिक माथि सीमा ब्लगमा आउँदै गर्नु होला साथीहरू। म हजुरहरूलाई यस्तै होइन हल्का हल्का रोचक रोमान्टिक भिडियोहरू लिएर आउनेछु हजुरमा आउन चाहिँ नभुल्नु होला। अनि हजुरहरूलाई मन पर्यो भने लाइक कमेन्ट अनि सब्सक्राइब सब्सक्राइब गरिदिनु होला।